है त्यस्तो छ बिस्तारै 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 बाबा कस्तो राम्रो बाटो मलाई बोक्नु न म पनि पानी बोक्छु नि हुन्न नि छोरी यति सानो मान्छेले यत्रो गाग्रीमा पानी बोक्नु हुन्न नि किन बाबा मैले चाहिँ बोक्न हुन्न र तिमीले यति दुःख गर्यौ भने तिम्रो बाबा भएको के काम फेरि यति सानो उमेरमा गरुङ भारी बोक्यो भने गानु जान्छ नानु म तिम्रो एकछिन यो बोल्टुको चलाउँछु है ल अब म मेरो छोरीलाई मुख धोइदिन्छु ल बाबा म आफै मुख धुन सकिहाल्छु नि त्यसो भनेर कहाँ हुन्छ मेरो सानो छोरीलाई मैले माया गर्न नि नपाउनु माया गरेर मुख धोइदिन्छु सफा भएर हामी बजार जाने अनि चक्लेट किनेर खाने आइसक्रिम खाने नयाँ नयाँ नाना लिएर आउने है ल ल्याउ नानु तिम्रो अनि यति सानो मान्छेले यति ठुलो गाग्रीमा पानी बोक्न सक्छौ त सकिहाल्छु नि कुवामा आएको अङ्कलले भनेको यति सानो उमेरमा यति ठुलो भारी बोक्यो भने बिरामी भइन्छ अरे भनिदेऊ है तिम्रो बाबालाई अनि भोलिदेखि चाहिँ बाबालाई नै पठाउने है पानी लिनलाई ल अहिले हामी गयौँ ल हिँड छोरी जाउँ हामी है बिस्तारै हिँड